आयोजक समिति त्यसै गरिकन तपाईँको सल्लाहकार संयोजक आज यहाँ यो माइनोरिटीमा सायद केही छुटेको थियो कि जस्तो मलाई पनि लागिरहेछ। त्यो बेलामा हामीले कमिटी बनाउने बेलामा विधान संयोजकको पनि संयोजकदेखि सदस्यसम्म भनेर थियो। मलाई अलिअलि याद छ, मैले त्यो बेलामा केही पनि खासै हेरिनँ किनभने थाकेर गएको। हामी त उहाँ जाँदाखेरि एउटा अनौठो छ क्या, 10 बजे राति सुन्दाखेरि बेलुका राति त 80 को कुरा गर्दाखेरि 10 बजे राति सुनेको मान्छे बिहान उहाँ पुगेको छु क्या, म दिउँसो उहाँ पुगेको छु। मैले यहाँबाट जाउँ भनेर गएको, त्यतिसम्म चाहिँ हतारिएर गएको मान्छे लगभग 8-10 घन्टामा उहाँ पुगेको छु सुनेको। त्यसैले यहाँ के यसो छुट्टो भएछ त्यसको लागि हामी केही केन्द्रको तर्फा क्षमा पालिन्छौँ। जस्तै सल्लाहकार समितिको पनि संयोजक बनाएको थियो, सल्लाहकार समितिको पनि सदस्यहरू बनाएको थियौँ हामीले चाहिँ कति 5-7 जना। जस्तै सल्लाहकार समितिको सदस्य त यहीँ हाम्रो जितबहादुर स्वामी पनि हुनुहुन्छ, अनि संयोजक चाहिँ हाम्रो मोरिनको काका हुनुहुन्छ होला होइन। तर यहाँ हामीले अलिकता त्यस्तै भयो, गणेशजी पनि थाकेर चलाउनु नजानेको होइन, अलिकता अब सबै सेटल मिलाउँदा मैले हाम्रो अध्यक्षज्यूलाई चाहिँ म सँगसँगै हिँड्नु नि त पहिले गएर हामी सेटअप तयारी गरेर बसौँ होइन। केन्द्र चाहिँ सबै अतिथि बन्ने होइन, आयोजक चाहिँ दुधोली नै हो, सबै कुरो दुधोलीले गर्छ भन्ने कुरोमा पनि गरिरहेको थियौँ। तर अब यताबाट सबै त्यो हिसाबले नै गर्ने व्यवस्थापनै दुधोली चाहिँ दुधोली नै हो व्यवस्थापन, दुधोलीबाटै त्यो हिसाबले जाने भन्ने कुरो गरेको थियौँ। अलिकता उहाँको आफ्नो काम व्यस्तताले गर्दाखेरि बेलैमा आउनु अलिक सकेन। म पनि मेरो आफ्नै व्यस्तताको बावजुद म पनि 3 दिन अगाडि मात्रै आइपुगेको, आज 4 दिन भयो होला। म सायद आज रातारातै जान्छु होला, फेरि त्यस्तो छ मेरो के यहाँ के हिसाब मिलाएर रातारातै जानेवाला छु, किनभने मान्छेको सबै आफ्नो आफ्नो व्यस्तता हुन्छ। तपाईँहरू हाम्रो यो यसमाली समाजको यो दोस्रो भेलामा देशैभरिबाट जो जहाँबाट चाहिँ सम्पर्कमा जोड्यौँ, जति हामी जोडिन सक्यौँ, पर्याप्त उपस्थित हुन नसके तापनि जो जति आउनुभयो सबैमा हृदयदेखि नै धन्यवाद टोक्याउन चाहन्छु सबैलाई। किन भन्दाखेरि यस्तो कठिन छ कि यहाँ आउनलाई। अब म यहीँको बासिन्दा हुँ, अब आउँसी कुर्ने जस्तो आउँछु, यहाँकोले 2-3 जना बाइकमा लादेर कुदेर छु, म एक्लै पनि दौडो पर्छ, पसिना निस्किनुपर्छ, 1-2 दिन कुदाउँछु। समस्या छैन धेरै, ढुङ्गा डाँडा काँडा चिप्लो हिलो त्यस्तै हाम्रो भौगोलिक परिवेश यस्तो छ। हाम्रो जिजु पुर्खाले चाहिँ रामेछापको चाहिँ कुन ठाउँबाट लिएर आउनुभयो, हामी श्रीकृष्णको सन्तान भन्ने, मेरो च्याप्जू श्रीकृष्णको सन्तानले भनेको थाहा छ होइन। हाम्रो च्याप्जू चाहिँ उहाँबाट उही बस्नुभयो। मेरो जिजु चाहिँ चन्द्रसिंह को बेलामा श्री3 भन्ने चलन थियो अरे सरकारको पनि। नेपालमा भनौँ न, पहिला त नेपाल भनेपछि चाहिँ काठमाडौँ मात्रै भन्ने चलन थियो अरे, नेपालमा गएर चाहिँ भनौँ न चाहिँ महाराज सरकारसँग चाहिँ हामीलाई पनि चाहियो, गरी खान ठाउँ चाहियो भनेपछि अलिक फरक खालको थियो होला स्वभावको। बुवा आउँदै हुनुहुन्छ होला, ल जानुहोस् भनेर चाहिँ यता पूर्व पठाएको अरे हामी पटवारी हुनु चाहिँ। तर आफ्नो पटवारी फलक चाहिँ कसरी खोस्यो भन्ने यहाँ एउटा सानो केही इतिहासहरू छ क्या, गाई मार्नेदेखि लिएर मान्छे मार्नेदेखि लिएर ऊ बेलाको जङ्गीहरू छन् क्या, त्यसै गरेर सिद्धिएको हामी चाहिँ। अनि यो फाँडहरू हाम्रो खेत अरे, बाजेले भन्दाखेरि यो फाँडहरू हाम्रो खेत हो अरे, तर हाम्रो विधाता हो अरे। अहिले चाहिँ भलेले यसमाले दाजुभाइ जिउँदाखेरि कोही गाई मार्नेलाई चाहिँ अंश नदिने, कोहीलाई के नदिने भन्दै भिड्दै जाँदा दाजुभाइ मिलेर ल खा त यति भन्नुको साटो कुस्ती खेल्ने झगडा गर्ने पो गुरुङले आएर चाहिँ पटवारी सम्हाल्यो। त्यसपछि मौका पाएर जुदाउँदै खोज्दै 2 रुपियाँ 4 रुपियाँ 4 आना 8 आना भन्ने चलन थियो अरे। त्यो स्कुलकै मुनिको अहिले ग्राउन्ड बनाएको ठुलो जस्तै हुन्छ, त्यो खेल त कतिमा दिएको थियो भने धेरै पछि नै मेरै बाजेले 2 महिना घिउमा दिएको थियो क्या, भैँसी पालेको थिएन क्या अरे। जाँड राखेर जाँड खानेले के भैँसी पालेर घिउ खान्छ होइन, 2 महिना घिउमै दिए।
अहिले विद्यालयलाई दिनुलाई साह्रै समस्या बनाएको छ, पैसा धेरै माग यस्ता भएको छ। यो यो इतिहासको एउटा पानामा बस्ने छ क्या यसो स्मरण हामीलाई। धेरैजना बन्धुहरूलाई चाहिँ मैले यसो बुझ्दाखेरि कहाँबाट आएको के आएको सबै आफ्नो जिजु च्याप्जुहरूको त्यति थाहा रहन्छ। मलाई चाहिँ मोटामोटी भन्नु पर्दाखेरि लामो समय लाग्ला, म च्याप्जुदेखिको 7 पुस्ताको बताउन सक्छु, किनभने म बाजेको अलि साथी भएको भएर अलिअलि कोट्याएको थियौँ। तर त्यो कोट्याउँदै जाने क्रममा धेरै कुरो के छुटेछ भने मेरो पनि बच्चापनको बुद्धि त्यति चाहिँ ठ्याक्कै रामेछाप त रामेछाप कुन ठाउँबाट आयो भनेर चाहिँ त्यति चाहिँ सोध्नु बिर्सेछु क्या। अनि रामेछापको चाहिँ डाँसेमा चाहिँ श्रीकृष्णको सन्तान भनेर हाम्रो यहाँ सरस्वती बहिनी हाम्रो चाहिँ महादेव काकाहरू के अरे उहाँ चाहिँ रमन होइन रमन उयसमाले चाहिँ सरलाई पुगेको छ। यसरी घुम्दै घुम्दै छुटेको छ, हाँगा बिगा यसरी छुटिँदै गएको हो भने चाहिँ अलिअलि मनन गरेको छु मैले। रामेछापमा चाहिँ अहिलेसम्म श्रीकृष्णको सन्तान भनेर कोही निस्किएन। यहाँ चाहिँ बुलुङबाट पनि आउनु भएको छ हाम्रो बन्धुहरू, हाम्रो निमन्त्रणलाई स्वीकारे। त्यसै गरिकन चालु देउरालीबाट होइन रामेछापकैबाट डाँसेबाट त काकाकै नेतृत्वमा लगभग 12-13जना लिएर हिजो 15जना दुःख कष्ट गरेर यहाँ आइपुग्नु भएको छ होइन। यसरी आउने क्रममा हामी पनि त्यहाँ पुग्यौँ। लगभग त्यहीँ छ भन्ने चाहिँ मोटामोटी मलाई फिलिङ भइसकेको छ होइन। अब त्यहाँ चाहिँ कहाँबाट आयो भने खोज्नेतिर जानु पऱ्यो। अझ जस्तै हाम्रो एकजना बन्धुले भन्नुहुन्थ्यो हाम्रो चाहिँ एउटा चाहिँ पालिकैमै इस्मा गाउँपालिका छ अरे भने चाहिँ हामी त्यहाँ गत वर्षदेखि नै भेला गरेको थियौँ जाने अब मान्छेको शरीर नै हो काँचो शरीर। म आफै बिमारी भएर चाहिँ रामेछापमा बोलिहाल्यौँ। अलिकता भनेकोमा चाहिँ बोलेकोमा चाहिँ मलाई दुधौलीले गर्ने आयोजना भनिहाल्यौँ भेलामा। भनिसकेपछि अब म आफै बिमारी भएर गर्नु नसकेको बेलुका पनि भन्यो, अहिले पनि फेरि क्षमा प्रार्थी छौँ, किनभने गत वर्ष चाहिँ म लामो समयसम्म बिमारी भएको मान्छे अहिले यतिको उठेर बोल्नु सक्ने भएको छु। लगभग डक्टरको सल्लाह अनुसारले हो भने म कोमामा गएको मान्छे हो कि। किन भन्दा यसरी कुर्सीमा बसेपछि उठ्न नसक्ने, भुइँमै झर्नु पर्ने, भुइँमा झरेपछि भित्ता समात्नै पर्ने फेरि घुँडा टेकेर। अनि लगभग 5-6 चोटि चाहिँ एक्सर्साइज गरेर तलमाथि गइसकेपछि अनि बल्ल अलिकता उठ्ने, त्यसपछि बल्ल अनि त्यसो गरेर बल्ल चाहिँ निहुरेर हिँड्थेँ। थर्मल थेरापीबाट यतिको चाहिँ हिँड्ने भएँ। लगभग 5-6 महिना औषधि पनि खाएँ। औषधिको खासै ठुलो रिएक्सन पनि देखिनँ मैले। थर्मल थेरापीले काम गर्यो, यतिको हिँड्ने भएँ। यही नै नयाँ जिन्दगी फेरि सुरुवात गरेँ। मरिहाल्दिनँ किनभने द्वन्द्वकालमा लामो समय 2-4 ठाउँमा भिडन्त गरेको छु हो। त्यही भएर काल आउँदैन। म मेरो जन्मलिखित अनुसार 84 नै छ लगभग 84 त 5 होला भने चाहिँ धेरै बोल्ने भएको थियो। भगवान्ले सजाय दिइसकेको छु धेरै बोलेर। गला नै लगभग 9 महिना औषधि खाएर अपरेसन गरिसकेको छु। जाँदाखेरि केही पनि खान जानिनँ। चिसो खान खुब जानेको थियो, चिसो पनि छुट्याइदियो। लगभग गला अपरेसन गरेपछि डक्टरले के भन्यो भने 9 महिना चिसो बन्द गर्यो। तपाईँले हामीले नभनेसम्म चिसो खाँदै नखानुहोस्, अरू सबै खानुहोस् भने। मलाई त्यो खानामा पिरो अमिलो चिल्लो त्यस्तो केही बार्नु लागेन। मात्रै यो कोल्ड ड्रिङ्कहरू भन्ने चिज चाहिँ मलाई अलगै राखिदिनु भयो। त्यसपछि म मेरो थेरापी गर्नुलाई इन्डिया जानुपर्छ भन्ने कुरा गरेको थियो, जानु परेन। भगवान् भरोसा बोलिआएँ। अनि अहिले पनि तपाईँहरूको अगाडि मेरो बोली यस्तो थिएन, अलिकता ठुलो आफ्नो बोली मान्छे हो। तर के हो गला अपरेसन गरेपछिको अहिले पनि निको भएको छैन भन्छ। वर्षमा एकचोटि जान्छु, गलामा त छिटो क्यान्सर हुन्छ है भनेर डर्दै। त्यो हिसाबले मैले गला देखाउन जाँदाखेरि तपाईँ के गर्नुहुन्छ गर्नु चाहिँ तपाईँको गला त कहिले निको भएन भने अनि हौ कहिले पनि गएन। रातो खाटा छ अरे हेर्दाखेरि त्यो रातो खाटा पनि हराएन। बडा अचम्म छ। 4 त्यो खाटाबाट त्यो पनि भएर नजाने त्यो बोलिरहेको मान्छेलाई गलामा त्यो आइसक्रिम टप हो त्यो हिसाबले गर्दाखेरि गला अपरेसन गर्ने बिमारी पनि यतिको कुराहरू समय उभिएर विचार धेरै खुसी लागेको छ। हामी कहाँबाट उत्पत्ति भएर कसरी आएर कहाँ फिर्यौँ
उसको बुटा कहाँ हो त्यो खोजेर कम्तीमा पनि धेरै थाहा नभए पनि कम्तीमा नजिरहने बानी बसाउँ हाम्रो कम्तीमा च्याप्जुसम्म च्याप्जु नै नाम सम्झिनु सक्ने हुनुपर्छ कम्तीमा पनि अहिले जस्तै यहाँ जति उपस्थित भएको छ हामीले त्यसरी धेरैजना के भने हामीलाई मेरो भएको दाजुभाइ पनि के भन्छ भने तपाईँको जिजु भने पनि जिजु थाहा छैन अनि बाजेसँग थाहा छ जस्तै हाम्रो बाजेलाई जिजु थाहा छैन मैले यो हामीले यसमा सर्वेक्षण कमिट बनाएको छौँ यसमा समाजमा जन्म लिएको चाहिँ कति वर्ष छ कति सङ्ख्यामा छ भनेर हामी खोजी गरिरहेका छौँ जहाँ जहाँ त्यहाँ टिप्पी गरेर त्यसरी गर्ने बेलामा चाहिँ जिजु अलिअलि त्यो गर्ने क्रममा चाहिँ प्राप्तमा भेटिरहेको छ त्यसले पनि भोलि गएर एउटा हाम्रो इतिहास पर्छ किन भन्दाखेरि तपाईँहरूलाई पनि एउटा हजुरहरूलाई पनि एउटा के रहन्छ भने एउटा घरमा पनि एउटा नोट गर्ने बानी गरौँ हाम्रो जिजु पुर्खा कहाँ छ कम्तीमा पनि त्यो एउटा समेट्ने काम गरौँ त्यहाँ छ दाजु त्यो गरौँ है कम्तीमा पनि हामी यो यसमाली एकता भनेर एकतालाई एक सूत्रमा बाँध्ने काम गरौँ नामको मात्रै र ब्यानरको मात्रै एकताको काम नगरौँ यसलाई हामीले मूर्त रूप दिनु बाँकी छ हामी त यो त सुरुवाती चरणमा छौँ डाँसेबाट चाहिँ मकैको बिउ रोपेको थियो अब त्यसलाई मल जल अनि गोडमेल गर्ने काम चाहिँ तपाईँ हाम्रै हो हामी यसमाली बन्धुहरूकै हो दाजुभाइकै हो किन भन्दाखेरि गोडमेल नगरिकन मकै खानु पाइँदैन मकै रोपेको थियो फलेन खानी पाइएन भन्नु त भएन नि किनभने त्यसलाई त मेहनत गर्नु पर्यो फलाउनुको लागि त्यसैले हामी यहाँ जुन जुन ठाउँबाट जम्मा भएका छौँ हामी गोत्रबालीमा बस नगरौँ मैले बेलुका पनि भने अघि धेरै बन्धुले भनिसक्नु भएको छ मैले पनि थोरै दोहोऱ्याइदिएँ दोहोऱ्याउनुको कारण चाहिँ के हो भने एकको कुरा दोहोऱ्याउनु नहुने हो दोहोऱ्याउनु कारण चाहिँ के हो भने एकपछि अर्को दोहोऱ्याउँदाखेरि सबैमा अलिअलि घुस्छ कि भनेर चाहिँ दोहोऱ्याउने गरेँ यहाँ हामी विशुद्ध राजनीतिभन्दा बाहिर छौँ हामी बन्धु घटकमा त्यसैले हामी दोहोऱ्याउँछौँ त्यसलाई हामीले चाहिँ माइन्ड गरेर नलैजाउँ किनभने एकले अर्काले भनेको कुराले पनि दोहोऱ्याएर लाँदाखेरि किनकि थप सम्झिने सक्छ कि भन्ने लाग्छ मलाई किन भन्दाखेरि यी चुच्चे बाहरू नै हुन् नामाकरण गर्ने पहिला अलिअलि यसो कखेर जाने पनि यिनैहरू हुँदो रहेछ एउटा रुखमा फेदमा बसेर ऋषि तपस्या गरेर यसो पढ्नु ओर्नु जानेका पनि पहिलादेखिको यिनीहरू रहेछ एउटा राज्य सामान्य सत्ताहरूले चाहिँ हामीलाई भाग लगाइदिएको छ क्या यसरी नै अब ब्राह्मणलाई चाहिँ हलो जोत्नु नहुने उनीहरूलाई कर्मकाण्ड गरेर पूजाआजा काजक्रिया गरेर खानुपर्ने एउटा माध्यम बनाइदिनु भएको छ खास त्यो माध्यमले तपाईँको हामी त्यो सामन्तीमा पऱ्यौँ क्या अब मलाई केही पनि थाहा छैन केही थाहा नभइसकेपछि तपाईँको के हुँदो रहेछ भने केही थाहा नभइसकेपछि गोत्र पनि थाहा नहुने वंश पनि थाहा नहुने भइसकेपछि तपाईँको वंश पनि यो गोत्र पनि यो भनेर भनिदिएपछि त्यही नै मान्नु पर्यो नि त मैले थाहा पाएको यहाँ यता कता पहिला के चलन थियो अरे भन्दाखेरि आफ्नो साइनो मिचेर ल्याइसकेपछि दाजुभाइमा चाहिँ कलह भइसकेपछि थुम भन्ने चलन थियो क्या मगर घरमा थुम बस्थ्यो अरे थुम बसिसकेपछि थुमले जे निर्णय गर्यो तपाईँ गाउँ निकालेर पठाउनु त्यो पानी नै चलाउँदैन मलाई निकाला गर्छु भनिसकेपछि पनि त्यो थुमको कुरा मान्ने चलन थियो अनि यसलाई यहाँ चलाउनुपर्छ भनेर भोज चलाइदिइसकेपछि पनि त्यो खसी काटेर बङ्गुल काटेर जे काटेको हुन्छ भोज गरिसकेपछि त्यो खाइसकेपछि चल्थ्यो एउटा चलन थियो कि होइन चलाउने जस्तै म लुङ्गेरीको भान्जा मेरो माउली लुङ्गेरीहरूको यता कता आफ्नो आफ्नोमा के गरिदिएछ भने अब भिजेर ल्याए या हेपेरी ल्याए जेठाको नातिनी